Hello everyone. Welcome to my vlog video. So आज चाहिँ भिडियो गर्दैछु धेरै लङ टाइम पछि. हाई गरिदिनुस् यता. हाई. यता. हाई बेबी. वा हामी कहाँ गएको? कहाँ गएको? थाहा छैन? र हामी चाहिँ आफ्टर फेलोसिप हामी जाँदैछौँ. कता जाँदैछौँ भन त? तिमीलाई थाहा छैन? जोर्डन भ्याली पार्क. सबैजना तयारी छ है ल. तयारीको साथमा हुन्छ सबैजना. सो हेर्दै गर्नु होला आजको हाम्रो भिडियो के हुन्छ, हामी कसो कसो गर्छौँ. हाम्रो चाहिँ सङ्गति पछि हामी जाँदैछौँ ल. सङ्गति पछि जाँदैछौँ अनि हाम्रो गाडीको यात्रा छ, तपाईँहरू हेर्न सक्नुहुन्छ. यस्तो चाहिँ गाडीको यात्रामा हामी जाँदैछौँ. कति धेरै छौँ हामी, 30-35 जना होला. तपाईँहरू चाहिँ अघि यहाँ आइसक्नु भएको त ल हो. गाडीको पर्खाइमा गाडीले छोड्यो होला भनेको त लास्टमा गाडी आएकै रहन रहेछ. यी सामानहरू अलि गाडीभित्र पसिसकेछ. फेरि गाडीमा चाहिँ नअट्ला जस्तो भयो अरे है. तर अट्छ होला. मिनी बस टाइपको रहेछ. हामी चाहिँ बसिहाल्यो यहाँ, झोला सोला लिएर बसिहाल्यो. सामान चाहिँ उ बाहिर छ है. हाम्रो दाइहरूले सरसल्लाह गर्दै हुनुहुन्छ. अब नाट्नेहरू चाहिँ के गर्ने भन्ने विषयमा सायद छलफल हुँदै होला. खानेकुराहरू ल अब उता गएर भेटौँ होला है त. हालेलुया प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ. सबै महिमा प्रशंसा तपाईँलाई भएको होस्. आजको हाम्रो जुन जति पनि प्रोग्राम छ, रिडिङ प्रोग्राममा तपाईँ प्रभु अनुग्रह भएको होस्. हामी सकुशल साथ प्रभु त्यहाँ पुग्न सकौँ र जति हाम्रो स्पिकर पनि बजाइम. स्पिकर बजाउँदै जाँदैछौँ गीत सुन्दै. जाँदैछौँ है हामी. On the way. हामी चाहिँ फाइनली आइपुग्यौँ. श्रेया तिम्रोमा यो बोक्ने? अनि त्यो छोडिराख, एउटा छोडिराख. सुसायो मलाई सुसु गर्ने पहिला. वेलकम टु द जोर्डन भ्याली पार्क. तपाईँहरूलाई स्वागत छ. आइपुग्यौँ. हाफा पुग्ने क्या श्रेया फेरि बलवान भएर. भाउजू फर्स्ट टाइम हो यहाँ? आन्टीको फर्स्ट टाइम? ए म त पहिला आएको. हजुर ए पहिलोचोटि. ल दिपाको फर्स्ट टाइम सबैको फर्स्ट टाइम हो यहाँ? ओके ल. सो हामी चाहिँ आइसक्यौँ. हाम्रो डेस्टिनेसन यहाँ रहेको छ. सबैजना आएर पनि मजाले के भन्छ गुन्द्री म्याट बिछाएर चाहिँ बसिसक्नु भएको छ. खानेकुराहरू पनि यहाँ छ टन्न के हो. यो कसको छैन हाम्रो मण्डलीमा क्रिसमसको बेलामा. यो ठाउँ चाहिँ पहिल्यै आइसकेको हो. पहिला पनि आइसकेको म चाहिँ. तर कतिजना चाहिँ फर्स्ट टाइम आउनु भएको होला सायद. सो हेर्दै गर्नु होला. अब हाम्रो खानपिन हुन्छ नि, खानपिन पछाडि के हुन्छ अरू एक्टिभिटिज लाइक गेमहरू, डान्सहरू के हुन्छ होला. सो हेर्दै गर्नु होला है त. स्टे ट्युन. हाई गर्ल्स, कस्तो मिठो भयो? मिठो हुँदैछ ल. खान्थे पिन्थे सुरु भयो है. यता फेरि अर्कै ग्याङ हुनुहुँदो रहेछ यता. ल मिठो भयो राम्ररी खानुहोस् ल. ए बोजूले उता बोलाउनु भएको रहेछ. हुई गर्दै. दिदी प्यान्ट भरि लागेछ पछाडि. यता बच्चा ग्याङ. ल अब
कस्तो हुँदैछ घाम लागिरहेछ है दिन पनि एकदम रमाइलो भइरहेछ यो चाहिँ मेरो यो खाएर उफ्रिनु पर्छ अब एकछिन यहाँ चाहिँ फ्रुट्स कटिङ हुँदैछ मेरो श्रेया नाना र सपना नानाले नानाहरूले यहाँ ज्ञानी भएर काट्दै हुनुहुन्छ अब के भन्छ यति यति मासु भात अनि के खाएपछि अचार खाएपछि त होइन डाइजेस्ट गर्नु पर्यो नि डाइजेस्ट गर्नको लागि हामी खाँदैछौँ फ्रुट्स सबैजना कोही खाँदै हुनुहुन्छ आन्टीहरू हामीले चाहिँ खाइसक्यौँ यता पनि खाइसक्नु छ गाइस यहाँ साह्रै गर्मी भयो कि तातो न तातो भयो म आएको पछि मेरो केटीहरू पनि आइपुगे यस्तो पारिरहेछ खाएर प्लस उयोले के घामले ओइलायो अरे सुँगुरको मासु कुखुराको मासु अचार अनि फेरि फ्रुट्सहरू खाएको लास्टमा गाह्रो पो भयो त है झन् खाना खाएर चाहिँ एनर्जी आउँछ सबैजना तर कस्तो भोकाइरहेको थियो सबैजना धेरै भोकाएको बेला पनि खानु नहुने रहेछ गाइज यस्तो सिकिस्त सिरियस पार्ने रहेछ है खानाले बोजू तपाईँको चाहिँ के भयो अरे समस्या भनिदिनुहोस् न के खुट्टाहरू दुख्यो बोजूको चाहिँ खुट्टाहरू दुख्यो अनि उहाँ पनि यहाँ खाइसकेर हिँड्नु एक्सर्साइज गर्नुभएको अरे है बोजू अब कुद्नुपर्छ हौ गेमहरू छ अरे साँच्ची कुद्ने हो अब कुद्यो भन्नु लड्यो भयो नि ए फेरि है अन्त होइन बोजू सम्म ठाउँमा क्या तल गर्ल्स रेडी हो मुकाबिला गर्ने होइन अब ग्रुप 1 ग्रुप 2 हाम्रो गेम स्टार्ट भयो अब ग्रुप 1 ग्रुप 2 अब ग्रुप 1 ले जित्छ कि ग्रुप 2 ले जित्छ है यो चाहिँ गेम हुँदैछ है गेम खेल्दैछौँ हामी हाम्रो टर्न सक्यो अब ग्रुप बी को टर्न अपे अबे ताली बजाउनु भएको फेरि आन्टीले नेक्स्ट गेम इज लाइक दिस छुनु नपाए अघि उहाँहरूले कस्तो गरेर चेक गरेन चेक गरेको हेर्नु यस्तो प्रेसर प्रेसर जसरी छ त्यति प्रेसर ल यो चाहिँ नझारिकन तल पुराउनु पर्ने अरे ल जा हऱ्यो झऱ्यो अर्को टिमको हाम्रो टिमले सकिसक्नु भएको छ र भाउजूले फेरि पनि हाम्रो बिचमा चटपटी ल्याउनु भएको छ हाम्रो लागि माया गरेर स्पेसल हुन्छ भाउजूको चाहिँ जहिले त्यही भएर जहिले भाउजूको आश लाग्छ थ्याङ्क यू भाउजू आवर वान एन्ड ओन्ली भाउजू हामी चाहिँ विश्वासीले प्रभुले हामीले कता लाने त्यो संसारको जुनै कुनामा जहाँ लगे पनि आनन्दित भएर आशा तोक्ने खुसी भएर प्रभुको महिमा गर्दै हेर्नु चाहँदैन आमेन त्यही प्रभुको है हुन्छ प्रभुले सबैलाई आशिष दिनुभएको आजको दिन मौसम सबैको लागि प्रभुलाई धन्यवाद दिनेछौँ अनि हामी छोटो प्रार्थना गर्नेछौँ त्यसपछि चाहिँ हामी पारीको सो गाइज हामी चाहिँ आइसकेर पनि अब जाने बेला भइसकेको छ हैन कस्तो लाग्यो तपाईलाई
बहुत दामी हजुर गुड एक्सपिरियन्स मजा आयो हजुर एभ्री मन्थ यसरी आउनु पर्यो एभ्री मन्थ है ल ल ल एभ्री मन्थ प्लान गरेर होइन रिफ्रेसमेन्टको लागि है यो जग्गा चाहिँ डिफ्रेन्ट जग्गामा होइन हजुर हजुर ल थ्याङ्क यू भेरी मच हुन्छ बाई बाई ल कस्तो लाग्यो आज यो रमाइलो भयो स्पेसल थ्याङ्क्स टु आवर दिदी म्यानेजर हाम्रो वान एन्ड अन्ली हरेक प्रोग्राममा राम्रो म्यानेज होइन आज गेमहरू रेफ्री रेफ्री एभ्रिथिङ सबै हो गेमहरू गराउनुदेखि लिएर सबै प्रोग्रामको म्यानेजमेन्ट चाहिँ हाम्रो डियर दिदीले गर्नुभएको छ थ्याङ्क यू सो मच अनि हाम्रो आन्टी मामालाई कस्तो लाग्यो भाउजूलाई ल ए हो रमाइलो भयो नि त ल ल ल है त ल जाम है अब ल के मेरो केटीहरू के दुईजना मात्रै किन यहाँ कस्तो लाग्यो भन्दा मेरो भिडियोमा के भन्छ हामीले जित्यौँ है धेरै चाहिँ के भन्छौ त अनि आज मेरो भिडियोमा उता भन्नुपर्छ यसको लागि चाहिँ फेरि फेरि भन्दैन न यो जग्गा चाहिँ राम्रो छ क्या यो जोर्डन भ्याली पार्क र आज हामी सबै चर्च फ्यामिली आउन पायौँ एकदमै रमाइलो भयो किनभने सन्डे सबैजनाको छुट्टीहरू पनि मिल्छ अनि भ्याउँछ पनि अनि आफ्टर फेलोसिप हामी आएको थियौँ सो एकदमै रमाइलो भयो यहाँ मैले खिच्दैछु ल हामी अहिले चाहिँ जाँदैछौँ खाएर अनि छोटो सङ्गतिहरू गरेर अनि गेम्सहरू खेलेर होइन फर्किँदैछौँ एक झलक देखाइदिन्छ है त यो ठाउँ यस्तो छ केही नभए पनि यस्तो ठुलो ग्राउन्ड छ यी मान्छेहरू होलिडेजमा यसरी आउँछन् बच्चाहरूको खेल्ने पार्क पनि रहेछ इफ तपाईँहरू हङकङमा हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो छ प्राय त आउँछन् पनि यहाँ भएकोहरू तर कतिलाई चाहिँ थाहा छैन भने तपाईँहरू आउन सक्नुहुन्छ अलि बेलुका भयो नि त सनसेट पनि भइरहेछ त्यहाँ पर सो जाँदैछौँ है त अब फेरि हामी गाडीमा मिनी बसमै फर्किँदैछौँ ल भ्लगमा केही भनिदिनुहोस् न कस्तो लाग्यो चाइमिसी आज यो ठाउँको राम्रो भयो एकदमै आशिष भयो है हजुर दिन पनि कति राम्रो अब यो ठाउँ हुँदा म पहिलोचोटि आएको पहिलोचोटि पहिलोचोटि हो यो ठाउँमा चाहिँ पहिलोचोटि आएको मलाई एकदमै आनन्द भयो कि आजको हाम्रो सबै कार्यक्रमहरू एकदम राम्रो भयो मिल्यो नि त है टाइम टेबल सेवा सङ्गतिदेखि लिएर हजुर एकदमै राम्रो भयो अनि हाम्रो अरूभन्दा गेम मजाले रमाइलो भयो मैले जित्न नपाए पनि हाम्रो अर्को ग्रुपले जित्नु भयो र पनि अलिअलि मन चाहिँ दुख्यो एउटै हो गेम जित्न नपाएपछि त अलि मन दुख्दो रहेछ अब नेक्स्ट टाइमको गेम म जित्छु तयारीको साथ आउनुपर्ने रहेछ भन्ने कुरा बुझ्यो होइन गेमको लागि चाहिँ अनि जसले घरबाट जसले बनाउनु भयो ल्याएर खुलाउनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद हजुर मिठो खानाहरू खान पायौँ है रमाइलो भयो सबैजनालाई हस् ओके जयमसी आउनु भएन मिस गरे सबैजनालाई मिस गरे हाम्रो मम्मीलाई मेरो श्रीमान दाइलाई बोजूलाई सम्झना होइन प्रतिमा आन्टी अनि अरू कोही अनि आगमन भाइलाई आगमन दाइ प्रकाश सुनवार ब्रदरलाई सबैजनालाई सम्झेको छौँ हाम्रो हिँडाइ डुलाएपछि खुवाएपछि खेलाएपछि हामी चर्चमा फेरि विश्राम गर्न आइपुग्यौँ है चर्चदेखि किनभने नजिकै थियो नि त ठाउँ चाहिँ सबैजना हो थकाइ परेर यसरी बसेको छ है सो हामी चाहिँ अब फर्किसकेको छौँ र घर जाँदैछौँ बसमा जान्छ म चाहिँ एमटिआरमा जान्छु र आजको दिन रमाइलो भयो मैले जति पनि अगाडि भिडियोहरू लागेको थिएँ तपाईँहरूले हेरिसक्नुभयो होला एकदमै रमाइलो भयो अनि गेमहरू खानपिनदेखि लिएर सबै चर्च फ्यामिलीसँग चाहिँ जस एज अ मेमोरेबल डे भयो
सो मच फन अनि सो के भन्छ एकदमै आश्वासन फिल गरेका छौँ र अब गर्नु पर्दैन भिडियो इज फर द मेमोरी है मैले चाहिँ मेमोरीको लागि अपलोड गर्दैछु सबैलाई मेमोरी होस् भनेर अनि आज त्यो धेरै चिसो खाएर अनि त्यो गेम खेल्दा धेरै कराएर यस्तो घाँटीहरू ख्याप्पो भएर छ है अहिले स्वर पनि कस्तो भएर छ डोन्ट माइन्ड ओके हुन्छ थ्याङ्क यू फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो बाई